नमस्कार। आज पनि म कक्षा 10 को सामाजिक अध्ययन अन्तर्गत एकै 1 मा रहेको पाठ 1 सामाजिकीकरण भन्ने पाठको एउटा भिडियो सामग्री बनाउने तयारी गरेको छु। यो सामग्री मन परेमा हाम्रो च्यानललाई यहाँहरूले सब्स्क्राइब गरेर लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। आजको हाम्रो पाठ चाहिँ यो राउटे समुदायको सामाजिकीकरण अभियान भन्नेबाट सुरु हुन्छ। यो पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई नै मैले अगाडि बढाउने कोसिस गरेको छु। यसपटक चाहिँ मैले अलिकति वेबसाइटको डिजाइन गरेर भिडियो बनाउने प्रयास गरेको हुँदा यहाँहरूलाई यो मैले बनाएको सामग्रीको अफलाइन फाइल चाहिन्छ भने कमेन्ट गर्नु होला। म मेलमा यहाँहरूलाई अफलाइन फाइल पनि उपलब्ध गराउन कोसिस गर्नेछु। र पहिलो हाम्रो राउटे समुदायको केस स्टडी हेरौँ। यहाँ हामी चित्रमा पनि देख्न सक्छौँ। यहाँ हाम्रो पेजमा आइरहेको छ। राउटेको सामाजिकीकरणका आयाम के छन् भन्दा यहाँ काठका ठेकी र आरी व्यापारको आदान प्रदान गर्ने, नेपाली भाषा बोल्न सुरुवात भएको, सहबोज र स्थानीयसँग चाहिँ अन्तर्क्रिया गर्न थालेका, सामाजिक सुरक्षा भत्ता र उपहार स्वीकार गर्न थालेका, यी चाहिँ राउटेको सामाजिकीकरण अभियान अन्तर्गत हामी यहाँ देख्न सक्छौँ। स्थायी बसोबास, लेखपढ र खेती कार्यमा अनिच्छा देखाउँदै आएका राउटे समुदाय हाल स्थानीय अन्य समुदायसँग पनि घुलमिल हुन थालेका छन्, जुन कुरा हामीले पाठ्यपुस्तकबाट पनि थाहा पाउँछौँ। यहाँ पनि हामी देख्न सक्छौँ। मैले यो सबै पढ्दाखेरि चाहिँ भिडियो लामो हुने भएको कारणले यहाँहरूले टिपोट गर्नु परेको खण्डमा भिडियोलाई स्किप गरेर टिपोट गर्न सक्नुहुनेछ। कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट उनीहरूले पहिरिएका हुन्। राउटे बस्तीमा स्थानीयले पनि सहबोज गरेका छन्। यो अभियान चाहिँ सुर्खेतको लेखबेसी नगरपालिका र दैलेखको गुराँस गाउँपालिकामा सञ्चालन गरिएको थियो भने सरकारले अहिले प्रत्येक व्यक्तिलाई मासिक सामाजिक सुरक्षा भत्ता समेत दिँदै आएको छ। समग्रमा मुख्य परिवर्तन के भयो भन्दा पहिले रुपियाँ पैसा लिँदा देउता रिसाउँछन् भन्ने राउटे समुदाय अहिले सजिलै उपहार तथा पैसा स्वीकार गर्छन्। मातृभाषा बाहेक अन्य नबोल्ने हाल नेपाली भाषामा राम्रैसँग बोल्न सक्छन्। यस पछाडि हामी यहाँ छलफलका लागि केही प्रश्नहरू हुन दिएका छन्। राउटे समुदायका विशेषता के हुन् भन्ने प्रश्न छ। हाम्रो पाठ्यपुस्तकसँगै सम्बन्धित भएर म अगाडि बढिरहेको छु। राउटे समुदायका विशेषता चाहिँ निम्न अनुसार छन्। जङ्गलमा फिरन्ते जीवनयापन गर्ने, अझै पनि आफ्नै मौलिक संस्कृति बोकेको समुदाय। दोस्रो, स्थायी बसोबास, औपचारिक लेखपढ र खेतीपाती कार्यमा परम्परागत रूपमा अनिच्छा देखाउने, काठका ठेकी, आरी हस्तकलाका सामग्री बनाएर खाद्यान्नसँग साटफेर गर्ने, आफ्नै मातृभाषा बोल्ने, आफूलाई बोटको राजा भन्न रुचाउने यिनीहरूका विशेषताहरू रहेका छन् भने बाह्य समाजसँग घुलमिल नहुँदा उनीहरूले कस्ता समस्यासँग सामना गर्नु परेको छ भन्ने अर्को प्रश्न छ। यसको पनि उत्तर हामी यहाँ देख्न सक्छौँ। बाह्य समाजसँग घुलमिल नहुँदा उनीहरूले आधुनिक स्वास्थ्य उपचारको अभाव, कुपोषण, शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था, आधुनिक प्रविधि तथा सेवा सुविधाबाट टाढा रहनुपर्ने र अस्तित्व नै सङ्कटमा पर्न सक्ने जस्ता गम्भीर समस्याहरूको सामना गर्नु परेको छ। यस पछाडि हामी दोस्रो स्टेपमा जाउँ। सामाजिकीकरण भनेको के हो भन्नेतर्फ जाउँ। मेरो दाहिनेतर्फ यहाँ एउटा फिगर देख्छौँ। सामाजिकीकरण रूपान्तरण प्रक्रिया भनेर जैविक प्राणी जुन नवजात शिशु प्राकृतिक इच्छा र शारीरिक आवश्यकतामा आधारित हुन्छ। यो बिस्तारै सामाजिक सिकाइ र मूल्य ग्रहणतर्फ अगाडि बढ्छ। घर परिवार, विद्यालय, भाषा, संस्कार र नियमहरूको अभ्यास पश्चात अन्त्यमा ऊ सामाजिक प्राणी बन्छ र जिम्मेवार, अनुशासित, सभ्य र कुशल नागरिक बन्छ। यसरी हेर्दा यहाँ सामाजिकीकरण के हो भन्ने परिभाषा हामी देख्न सक्छौँ। एक, जैविक प्राणीलाई सामाजिक व्यक्तिका रूपमा रूपान्तरण गर्नका लागि अवलम्बन गरिने सम्पूर्ण प्रक्रिया नै सामाजिकीकरण हो। समाजका मूल्य, मान्यता, सिद्धान्त, आदर्श, संस्कार, नीति नियम र व्यवहार ग्रहण गर्दै समाजमा अन्तर्घुलन हुने निरन्तर सिकाइ प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। यसको निचोडमा चाहिँ जन्मेदेखि मृत्यु पर्यन्त चलिरहने सामाजिक सिकाइ प्रक्रिया नै सामाजिकीकरण हो भनेर हामी भन्न सक्छौँ।
अब सामाजिकीकरणका प्रमुख विशेषता के छन् भन्दा यो निरन्तर प्रक्रिया, यो जीवनभर चलिरहन्छ, यो द्विमुखी प्रक्रिया, सिक्ने र सिकाउने क्रम यसमा भइरहन्छ, यो सर्वव्यापी प्रक्रिया सबै समाजमा हुन्छ अनि व्यक्तित्व निर्माण असल नागरिक बनाउन पनि यसले सहयोग गर्छ। यस पछाडि हामी तेस्रो स्लाइड हेरौँ, जहाँ सामाजिकीकरणका प्रमुख तत्त्वहरू भनेर देखिरहेका छौँ। सामाजिकीकरणका जम्मा 5वटा तत्त्वहरू छन्। ती 5वटा तत्त्वहरूमा पहिलो छ प्रेम र स्नेह। प्रेम र स्नेहले एक आपसमा आत्मीयता अभिवृद्धि गर्छ, सामाजिक मानिसप्रति विश्वास, सद्भाव, सुरक्षा र अपनत्वको अनुभूति गराउँछ, जुन सामाजिकीकरणको बलियो आधार हो। दोस्रो छ सहयोग। हामी यहाँ सहयोगको बारेमा पनि व्याख्या देख्न सक्छौँ। तेस्रो अन्तर्क्रिया अनि कार्य अथवा विचारप्रतिको सम्मान चौथोमा। अनि पाँचौँमा हाम्रो भाषा रहेको छ। यो भाषा विचार, भावना र अनुभव आदान प्रदान गर्ने सबैभन्दा सशक्त माध्यम हो। भाषाकै माध्यमबाट मानिस समाजमा घुलमिल हुने, चालचलन सिक्ने, सामाजिकरणलाई मजबुत बनाउन सफल हुने कुरा हामीले देख्छौँ। र हामीले सामाजिकरणका तत्त्वहरू जम्मा 5वटा प्रेम र स्नेह, सहयोग, अन्तर्क्रिया, अर्को सम्मान अनि भाषा भनेर यी 5वटा कुराहरूलाई हामीले सामाजिकरणका तत्त्वका रूपमा लिन सक्छौँ। सामाजिकीकरणको महत्त्व चाहिँ के छ त त्यसो भने भन्दा सामाजिकीकरणले व्यक्तित्व विकास गराउँछ, व्यावहारिक ज्ञान र सिपको प्राप्ति हुन्छ, अनुशासित र गुणस्तरीय नागरिक निर्माणमा मद्दत गर्छ अनि संस्कृतिको संरक्षण र हस्तान्तरणमा पनि सामाजिकीकरणले सहयोग गर्छ। यसरी हेर्दाखेरि सामाजिकीकरण बिना मानव समाज सभ्य, सुसंस्कृत र गतिशील बन्न सक्दैन। हाम्रो सामाजिकीकरणको मुख्य सार चाहिँ सामाजिकीकरण बिना मानव समाज सभ्य, सुसंस्कृत र गतिशील बन्न सक्दैन भन्ने कुरा हामी यहाँबाट देख्न सक्छौँ। सामाजिकीकरणका माध्यम अथवा निकाय के छन् त भन्ने कुरा यहाँ हेरौँ। व्यक्तिलाई सामाजिक बनाउन विभिन्न सङ्घ संस्था तथा निकायको अहम भूमिका खेल्छन्। तीमध्ये घर परिवार जुन पहिलो पाठशालाको रूपमा रहेको छ, दोस्रो विद्यालय रहेको छ, तेस्रोमा दौतरी समूह, चौथोमा गतिविधिहरू रहेका छन् यहाँनिर। अनि अन्य निकाय पनि छिमेकी स्थानीय सङ्घ संस्था, सहकारी, आम सञ्चारका माध्यम, रेडियो, टिभी, पत्र पत्रिका, सामाजिक सञ्जाल, हाट बजार लगायतका धेरै चिजहरू चाहिँ सामाजिकीकरणका निकाय अन्तर्गत रहेका छन्। यसको विस्तृत व्याख्या टिप्नु परेमा यहाँहरूले भिडियोलाई स्किप गरेर टिप्न सक्नुहुनेछ। अब त्यस पछाडि हामीले लगभग पाठको अन्तिमतर्फ पुगेका छौँ भने अब यहाँ क्रियाकलाप हेरौँ। क्रियाकलापमा हाम्रो सामाजिकीकरण सिपको तुलना यहाँ देखाएको छ। मसँग रहेको सामाजिकीकरण सिप के छ भन्ने कुरा अनि साथीसँग रहेका सामाजिकीकरणका सिपहरू हाम्रो क्रियाकलापमा भएका कुरालाई हामी यहाँ हेर्न देख्न सक्छौँ। सामाजिकीकरणको अन्तर्गतको दोस्रो क्रियाकलाप घर परिवारबाट सिकेका सामाजिकीकरण गतिविधि के छन् भन्ने कुरा छ, जुन कुरालाई पनि हामी यहाँ मेरो घर परिवार भनेर सामाजिकीकरणको पहिलो पाठशाला हामीले के सिकेका छौँ भनेर यो स्क्रिनमा हामी देखिरहेका छौँ। घर परिवार चाहिँ जीवनको पहिलो सिकाइको थलो, मेरो परिवारबाट मैले मानिस बन्नका लागि आवश्यक पहिलो सामाजिक मूल्यहरू सिकेको छु भन्दै यो स्क्रिनबाट हामीले स्किप गरेर हेर्न पनि सक्छौँ। यहाँ भिडियो लामो हुने भएको कारणले मैले सबै कुरा चाहिँ पढिनँ। अब यस पछाडि हामी अभ्यासको प्रश्न उत्तरतिर हेरौँ। सामाजिकीकरण भनेको के हो भन्ने कुरा हाम्रो पाठमा दिएको अभ्यास छ। बाहिर ठुलो पानी आइरहेको कारणले अलिकति आवाजमा समस्या भइरहेको छ, पानी परेको सुनिरहेको होला। सामाजिकीकरण भनेको के हो भन्ने छ, मानिसलाई एक जैविक प्राणीबाट सभ्य, सुसंस्कृत र अनुशासित सामाजिक व्यक्तिका रूपमा रूपान्तरण गर्ने सम्पूर्ण सिकाइ तथा अभ्यासको प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। यस प्रक्रियामा व्यक्तिले समाजमा प्रचलित मूल्य, मान्यता, सिद्धान्त, रीतिरिवाज, भाषा र नियमहरू ग्रहण गर्दै समाजमा अन्तर्ग्रहण हुन्छ। दोस्रोमा छ सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस् भनेको छ। सामाजिकीकरणको महत्त्वलाई हामी निम्न बुँदामा प्रश्न पार्न सक्छौँ। व्यक्तिको सर्वाङ्गीण व्यक्तित्व विकास र सकारात्मक सोचको निर्माण गर्न, जीवनयापनका लागि आवश्यक व्यावहारिक ज्ञान, क्षमता र सामाजिक सिप प्रदान गर्न, व्यक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र असल नागरिक बन्न प्रेरित गर्ने, सहयोग, सहकार्य, सहानुभूति र आपसी सम्मानको मानवीय संस्कार बसाल्न,
समाजका मौलिक मूल्य, मान्यता, संस्कृति र परम्पराको संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्न पनि सामाजिकीकरणको महत्त्व रहेको छ। प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ प्रश्न पार्नुहोस् भन्ने अर्को प्रश्न रहेको छ। प्रेम र स्नेह मानवीय सम्बन्धको आधारस्तम्भ हो। जब व्यक्तिले परिवार, विद्यालय वा समाजबाट प्रेम र स्नेह प्राप्त गर्छ, उसमा सुरक्षाको अनुभूति र अपनत्व जाग्छ। स्नेहयुक्त वातावरणमा हुर्केको बालबालिकामा आत्मबल र विश्वास बढ्छ। यसले मानिसहरूबीच आत्मीयता, सद्भाव, सहकार्यको वातावरण सिर्जना गर्छ, जसले गर्दा मानिस सजिलै अरूसँग घुलमिल हुन र सामाजिक नियमहरू पालना गर्न प्रेरित हुन्छ। यसले प्रेम र स्नेहले सामाजिकीकरणलाई प्रभावकारी बनाउन मद्दत गर्छ। त्यस्तै अर्को प्रश्न छ, सामाजिकीकरणका माध्यम वा निकाय के हुन्? तीमध्ये तपाईँका विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन भन्ने प्रश्न छ। त्यसको एन्सर पनि हामी यहाँनिर देख्छौँ। यहाँ सबैभन्दा महत्त्वपूर्ण निकाय चाहिँ घर परिवार हो भन्ने कुरा यो स्लाइडमा देखाइएको छ र त्यसको व्याख्या पनि हामी यहाँ देख्न सक्छौँ। पाँचौं प्रश्न छ, मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ? उदाहरणसहित प्रश्न पार्नुहोस् भनेको छ। यो चाहिँ मैले पुरै पढेर सुनाउने भएँ। जन्मदा मानिस एक असहाय जैविक प्राणी मात्र हुन्छ, जसलाई खान, सुत्न, रुन बाहेक कुनै पनि सामाजिक नियम, भाषा र व्यवहार थाहा हुँदैन। तर बिस्तारै परिवार, दौतरी र विद्यालयको सम्पर्कमा आउँदा उसले भाषा बोल्न सिक्छ, खानपिनको तरिका सिक्छ, अरूलाई नमस्कार र आदर गर्न सिक्छ। समाजमा नियम र मूल्य मान्यताहरू पालना गर्दै उसले सामाजिक जिम्मेवारी वहन गर्छ। उदाहरणका लागि जङ्गलमा हुर्केका राउटे समुदायका बालबालिका पहिले बाह्य मानिससँग डराउने र पैसा नलिने खोज्थे, तर सरकारी प्रयास र अन्य समुदायसँगको निरन्तर अन्तर्क्रियाले गर्दा आज उनीहरू नेपाली भाषा बोल्ने, पोसाक लगाउने, बजारमा व्यापार गर्न सक्षम भएका छन् भने सिकाइ र अभ्यासबाट मानिस जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण हुन्छ भनेर हामीले उदाहरण पनि देखाउन सक्छौँ। 6 नम्बरमा छ, तपाईँले आफ्नो छिमेकमा कस्ता सामाजिकीकरणका अभ्यास गर्नुभएको छ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मद्दत पुर्याएको छ भन्ने कुरा पनि हामी स्क्रिनबाट हेरेर टिप्पणी गर्न सक्छौँ। अब अर्को प्रश्नतर्फ जाउँ। यहाँ सामुदायिक कार्य भनेर एउटा प्रतिवेदन बनाउन लगाएको छ। यहाँ नमुना प्रतिवेदन मङ्सेबुङ गाउँपालिका वार्ड नम्बर 6 का छिमेकी रामबहादुर राईको परिवारमा गरिएको रिपोर्टको थोरै कुरा मैले यहाँ देखाएको छु। यहाँहरूले पनि यस्तै हेरेर रिपोर्ट गर्न सक्नुहुन्छ। र अन्तिममा हामीसँग 10औं स्लाइडमा चाहिँ क्विजहरूको क्वेसनहरू बनाएको छ। म यहाँ एन्सर त लगाउँदिनँ, यहाँहरूले हेरेर थाहा पाउनुहोला। मानिसलाई जैविक प्राणीबाट सामाजिक प्राणीका रूपान्तरण गर्ने प्रक्रियालाई के भनिन्छ भन्नु जस्तै यहाँनिर एउटा लगाउँ, सामाजिकीकरण सही उत्तर भन्दा यसरी मिल्छ। सामाजिकीकरणको सबभन्दा पहिलो र प्राथमिक पाठशाला कुन हो भन्दा घर परिवार। अनि सुर्खेत दैलेखमा सञ्चालन गरेको सामाजिकीकरण अभियानलाई कुन समुदायसँग सम्बन्धित छ भन्दा औपुसुन्डा, चेपाङ, बनकरिया, राउटे कुन भन्दा राउटे भनेर यसरी हामीले यसको क्विजको जसरी एन्सरहरू पनि देख्न सक्छौँ। र यहाँहरूलाई पनि यस्तै खालका भिडियो मन परेमा हाम्रो च्यानललाई सब्सक्राइब गरी लाइक र कमेन्ट गर्नुहोला। र यदि कोही साथीहरूलाई यो सामग्री अफलाइन आवश्यक पर्छ भने मलाई मेल गर्नुहोला, म यहाँहरूलाई उपलब्ध गराउनेछु भन्दै आजलाई बिदा माग्छु। धन्यवाद।